अध्याय 10। मलाई सुसमाचारको बारेमा सिकाउनुहोस्। यदि तपाईलाई सुसमाचार के हो भनेर सोधियो भने तपाईको जवाफ के हुन्छ? अब हामी सुसमाचार के हो भन्ने बिन्दुमा आइपुगेका छौं। बाइबलले भन्छ, तिमीहरू जसले सत्यको वचन अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गयौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। एफिसी 1:13। पाप र अपराधहरूले मरेका प्राणहरूलाई बचाउने मुक्तिको सुसमाचार के हो? विश्वासीहरूका लागि यो एक धेरै महत्त्वपूर्ण विषय हो। यस सन्दर्भमा सबै प्रचारहरू मुक्तिको सुसमाचार होइनन्। त्यसो भए मुक्तिको सुसमाचार के हो त? 123 पावलले भने, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिन। यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाई म पूरा गर्न सकूँ। अर्थात् परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिने काम। प्रेरित 20:24। आफूले प्राप्त गरेको र प्रचार गरेको मुक्तिको सुसमाचारको बारेमा तिनले अरू के भने? 1 कोरिन्थी 15:3-4। किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। 4 उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। मुक्तिको सुसमाचार भनेको यो तथ्य हो कि येशू ख्रीष्ट हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युको शक्तिबाट बौरी उठ्नुभयो। 124 यदि ख्रीष्टले क्रुसीकरण बाहेक अरू सबै कुराहरू पूरा गर्नुभएको भए के हुन्थ्यो? मत्ती 20:28। जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो। 1 यूहन्ना 4:10। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। न त हामी हाम्रा पापहरूबाट छुटकारा पाउन सक्थ्यौँ, न परमेश्वरसँग हाम्रो मिलाप नै हुन सक्थ्यो। नयाँ करारको युगका सन्तहरू र पुरानो करारको युगमा प्रतिरूपको रूपमा दिइएका पापबलि र मेलबलि दुवै व्यर्थ हुने थिए, किनभने त्यो आराधनामा सत्यताको छाया थियो। यो स्पष्ट रूपमा बताइएको छ कि मुक्तिको सुसमाचार भनेको येशू ख्रीष्ट हाम्रा पापहरूका लागि मर्नुभयो र मृत्युको शक्तिबाट फेरि बिउतनुभयो। 125 ख्रीष्ट हाम्रो निम्ति मारिनुभएको थिएन भने के हुन्थ्यो भन्ने कुरालाई तुलना गर्दै प्रभुले सुसमाचारको मुख्य कुरा के हो भनी बताउनुभयो। यूहन्ना 12:24। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आउनुहोस्, यस पदलाई हेरौँ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, न त ख्रीष्ट इम्मानुएल न त क्रुसले हामीलाई पापहरूबाट बचाउन सक्छ। मुक्तिको सुसमाचार यो तथ्य हो कि परमेश्वरको पुत्र ख्रीष्ट हाम्रा पापहरूका लागि क्रुसमा टाँगिनुभयो र फेरि पुनरुत्थान हुनुभयो। यस सत्यतामा भरोसा राखेर हामीले मुक्ति पाउन सक्छौँ। ख्रीष्ट क्रुस मुक्तिको सुसमाचार अध्याय 8ले सुसमाचारको मुख्य कुञ्जी प्रभुको पुनरुत्थान हो भनी देखाउँछ। 126 ख्रीष्टको मृत्युले परमेश्वरको तर्फबाट के कुरा प्रकट गयो? रोमी 3:26। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। परमेश्वरले आफ्नो न्याय प्रकट गर्नुहुन्छ भन्नुको अर्थ उहाँले रोमी 6:23मा पापको ज्याला मृत्यु हो भनी बताए जस्तै हाम्रो निम्ति आफ्नो एकमात्र पुत्रलाई मारिदिनुभयो र हामीलाई बचाउनुभयो। यदि उहाँले यो बिना कारण गर्नुभएको भए उहाँको धार्मिकता न्यायको अपमान हुने थियो। त्यसैले ख्रीष्ट हाम्रो पापहरूका निम्ति मर्नुभयो, जुन सुसमाचारको मुख्य कुरा हो। 127 ख्रीष्टको मृत्युबाट परमेश्वरले के प्रकट गर्नुभयो? रोमी 5:8। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। परमेश्वरले हामीलाई प्रेम गर्छु मात्र भन्नुहुन्न,
उहाँले आफ्नो पुत्रलाई हाम्रो निम्ति मर्न दिनुभयो र हामीप्रतिको उहाँको प्रेम प्रमाणित गर्नुभयो। 128 पवित्र आत्माद्वारा नयाँ जन्म लिनु किन महत्त्वपूर्ण छ? पवित्र आत्माद्वारा नयाँ जन्म पाएकाहरूका लागि के आशिष छ? रोमी 8:11। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। मरेकाहरूबाट येशूलाई जीवित पार्नुहुनेको आत्मा अर्थात् पवित्र आत्माद्वारा नयाँ जन्म पाएकाहरू मात्र महिमित हुन सक्छन्। त्यही क्षणमा मुक्ति पूरा हुन्छ। तापनि बाइबलले भन्छ जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने र प्रचारक बिना तिनीहरूले कसरी सुन्ने? रोमी 10:14। सुसमाचार प्रचार गर्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा के तपाईले अब बुझ्नुभयो? 129 हामीलाई हाम्रो शरीर कसले दिनुभयो र जब हामी महिमित हुनेछौँ तब ती कस्ता हुनेछन्? 1 कोरिन्थी 15:49। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौँ त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौँ। 130 मुक्तिको सुसमाचारलाई विश्वास गर्ने र नयाँ जन्म पाउनेहरूका लागि के कस्ता आशिषहरू छन्? यूहन्ना 3:36। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। यूहन्ना 5:24। साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। यूहन्ना 6:47। साँच्चै म तिमीहरूलाई भन्दछु जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ। बाइबल अनुसार येशू ख्रीष्टमाथि विश्वास गर्नेहरूले अनन्त जीवन पाउन सक्छन्। मुक्ति विश्वासद्वारा मात्र प्रदान गरिन्छ। के तपाईँ सुसमाचार सबै मानिसहरूका निम्ति कति ठूलो आनन्दको खबर हो? लुका 2:10 भन्ने कुरामा विश्वस्त हुनुहुन्छ? लुका 2:10। तब स्वर्गदूतले तिनीहरूलाई भने नडराओ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। 131 धेरै मानिसहरू मुक्ति भनेर कराउँछन् तर बाइबल अनुसार हामी केबाट बचाइएका थियौँ? हिब्रू 2:15। र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। रोमी 8:1। यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। एफिसी 4:15। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसँगै अर्थात् ख्रीष्टसँगै बढ्दै जाउँ जो शिर हुनुहुन्छ। 1 कोरिन्थी 15:53। किनकि यस विनाशी स्वभावले अविनाशी र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। त्यसैगरी येशू ख्रीष्टमा विश्वास गर्नेहरूका लागि दुईवटा आशिषहरू छन्। पहिलो, धर्मी ठहरिएर हामी परमेश्वरसँग मिलापमा आउनेछौँ। दोस्रो, नयाँ गरी जन्मेर हामीले येशू ख्रीष्टको स्वरूप धारण गर्नेछौँ। यी दुवै आशिषहरू एकै समयमा प्रदान गरिन्छन्। ख्रीष्ट हाम्रो पापहरूका लागि मारिनुभयो र जीवित पारिनुभयो भन्ने सुसमाचारद्वारा यो सम्भव भएको हो। अब के तपाईँ सुसमाचार के हो भन्ने कुरा पूर्ण रूपले बुझ्नुहुन्छ? प्रेरितहरूको विश्वासको सार। 1. म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि। 2. अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि। 3. जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो। 4. जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, पातालमा ओर्लनुभयो। 5. तेस्रो दिनमा मरेकाहरूबाट बिउतनुभयो। 6. स्वर्गमा चढिजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ। 7. जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। 8. म विश्वास गर्दछु पवित्र आत्मामाथि। 9. पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि। 10. पापमोचनमाथि। 11. शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि। आमेन।